सिएसकेले चाहिँ होइन पन्जाब किङलाई 210 रनको टार्गेट दिएको थियो, तर बलिङ यति पतुर्की यति भन्दा हुन्छ खुलित्तै भयो क्या बलिङ चाहिँ होइन। सिएसकेको यतिसम्म झुर रहेछ। 210 रनको चेपकमा भनेको बिग टोटल हो क्या हेर्दाखेरि होइन। यति हो कि 1-2 अलि राम्रो बलर भएको भए, अलि विकेट गएको भए, विकेट लगेको भए चाहिँ होइन इजिली चाहिँ सिएसकेले जित्छ। म यति चाहिँ भन्छु, किनभने 200 प्लस टार्गेट जुनसुकै टिमलाई दिन्छौ भने त्यो भनेको बिग टोटल हो कि एउटा कुराले हेर्दाखेरि होइन। अब जुन सिएसकेले जोसँग सबभन्दा धेरै ट्रस्ट गरेको थियो, जसलाई चाहिँ आफ्नो म्यान बलर भन्थ्यो म्याट हेनरी होइन, उसले चाहिँ 4 ओभरमा चाहिँ 54 रन दिएर 2 विकेट लिन्छन् भनेपछि अरू कुरा। राहुल 4 ओभरमा 46 विकेट। सबै यति बुझौँ कि नुर अहमदले विकेट लिएन होइन, खलिदले पनि विकेट लगेन। सबै के हुन्छ नि खोजे होला, तिनीहरूले चाहेको एउटा बलरले त बेस्ट गरोस् भन्ने चाहिँ त्यो कुनैले पनि गरेन कि। 210 रनको तिमीले टार्गेट दिएको छौ, ब्याटिङ यति राम्रो गऱ्यो भने वाट अ ब्याटिङ। मैले भन्ने गुड ब्याटिङ होइन, सिएसकेले धेरै राम्रो ब्याटिङ गरेको म ब्याटिङ मान्छु। ब्याटिङ चाहिँ राम्रो छ सिएसकेको, धेरै राम्रो छ क्या। बट सोचेको के हो भनेपछि मेनली कुरा के हो, तिमीहरूसँग बलिङ छैन भने, तिमीहरूको टिम ब्यालेन्स छैन भनेपछि 200 रनको टार्गेट 250 दिए पनि चेत हुँदो रहेछ क्या। पन्जाबले चाहिँ 210 को टार्गेट 18.4 ओभरमा चाहिँ चेज गरिदियो, त्यो पनि 5 विकेटले जित्यो होइन। इजिली जिते जस्तो भयो कि। त्यसमा चाहिँ सबैभन्दा वाड अ इनिङ, वाड अ म्यान प्रिन्स आर्या र 11 बलमा 39 रन। यस्तो स्टार्टिङ हुन्छ नि, फर्स्ट बल चौका, अर्को बल छक्का, उसले चाहिँ यस्तो खतरा खेलिदियो होइन। स्टार्टिङ यही हो कि म्यान ओपनरबाट के आश गर्छौ भनेपछि होइन, स्टार्टिङ राम्रो थियो कि। अनि अर्को ओपनर त्यो प्रभासमान सिंहले चाहिँ 34 बलमा 43, गुड इनिङ होइन। बट 16 खेलेको, तर एक दिनबाट एउटाले हान्छ भने अर्को दिनबाट 16 गइहाल्छ नि त। त्यसपछि कुपर कन्ली नेक्स्ट म्याच उसले चाहिँ म्यान अफ द म्याच भएको थियो, म्याच जिताएको थियो पन्जाबलाई भने। आज पनि 22मा 36 रन। अनि सरपञ्च साहब श्रेयस अयर क्याप्टेन साहबले चाहिँ क्याप्टेन इनिङ चाहिँ खेले है, म यति चाहिँ भन्छु। 29 बलमा 50 रन। त्यसपछि स्टोनिस अनि शशाङ्कले आएर सानसानो क्यामियो खेले, केटाहरूले गेम जिताइहाल्यो कि, इजिली भइहाल्यो नि त। जहाँ जुन स्टार्टिङ नै बबाल भयो भनेपछि इन्डिङ चाहिँ अलिक गाह्रै हुन्छ कि छोप्न चाहिँ। जस्तो सुकै जे भने तिमीहरूले स्टार्टिङ यति चाहिँ म सिएसकेलाई के भन्न चाहन्छु भनेपछि होइन, बलिङमा चाहिँ सुधार गर्नै पर्छ कि। टुर्नामेन्ट अगाडि जानुपर्छ भने भर्खरै 2टा म्याच भयो, अझ फेरि 12 म्याच छ होइन। कमसेकम 8-9 म्याच जितेर पनि क्वालिफाई हुन्छ नि त, टप्पोमा जान सकिन्छ। त्यही भएर चाहिँ मेनली कुरा चाहिँ के सिएसकेले हेर्नुपर्छ भने ब्याटिङ चाहिँ बबालै छ। अर्को कुरा बलिङ चाहिँ सुधारौँ, बलिङतिर चाहिँ ध्यान दिनु पऱ्यो मेरो देखेको कुरा चाहिँ होइन। ब्याट्सम्यान त सबै राम्रो छन्, ओपनर चाहिँ अलि दुइटै फलोअप छन् होइन। हेर्दाखेरि सन्जु पनि चलेको छैन, गायकवाड पनि चलेको छैन, चल्नुपर्ने केटाहरू चलिरहेको छैनन्। बट त्यही पनि ब्याटिङ चाहिँ राम्रै छ। आयुष मात्रै राम्रो खेले आज चाहिँ होइन, ऊ यङ ट्यालेन्ट होइन, जहाँ अन्डर 19 क्याप्टेन जिताएर आएको थियो अन्डर 19 वर्ल्ड कप पनि, उसले चाहिँ धेरै राम्रो खेल्यो। शिवम दुबेले सबैले राम्रो खेले, ब्याटिङ चाहिँ बबाल गुड। बट यति कुरा चाहिँ के छ भने सिएसकेले अबको गेमहरू जित्नलाई बलिङ चाहिँ सुधार्नै पर्छ। यो बलिङले गर्दाखेरि टप 4मा परिँदैन, यति चाहिँ भन्न चाहन्छु। अनि तिमीहरूलाई चाहिँ के लाग्यो आज सिएसकेमा चाहिँ के कमजोरी थियो त्यो चाहिँ कमेन्ट